नमस्ते नमस्कार गोड लगै छी सम्पूर्ण गोटेके नमस्कार यहाँहरु सम्पूर्णमा मेरो आजको सोमबारे अग्रज पुस्तका लौकथा विमर्श कार्यक्रममा यस लौकथा प्रतिष्ठानको फेसबुक पेजबाट प्रत्येक साँझ 7:40 बाट प्रसार हुने कार्यक्रममा आजको प्रस्तुता म सन्जिता यहाँहरु समक्ष उपस्थित भइसकेकी छु। अबको लगभग 1 घण्टाको बसाइ यहाँहरु मसँगै रहनु होला। यहाँहरुलाई म सक्ने जति साहित्यिक मनोरञ्जन गराउने छु र आज श्रृंखला 1525औं श्रृंखला रहेको छ। फेरि पनि मैले यहाँलाई जानकारी गराए म मध्य प्रदेश सिराहा जिल्ला धनगढीमाई नगरपालिकाबाट उपस्थित भएकी छु। स्वीकार्नुस् म सन्जिताको हार्दिक नमस्कार। आज मसँग 3 वटा लौकथाहरू रहेका छन्, नियमित लौकथाहरू। ती लौकथाहरू मैले वाचन गर्ने लौकथाहरू विमर्श गरिदिनको लागि आदरणीय साहित्यिक व्यक्तित्व उहाँको बारेमा भर्खरै मैले धेरै कुराहरू बुझे। एउटा अग्रज त्यस्तो व्यक्ति हुनुहुन्छ साहित्य क्षेत्रमा अगाडि बढ्नु भएको, उहाँलाई म निम्ताउने छु अथवा उहाँ यहाँ आएर मैले वाचन गरेका लौकथाहरू विमर्श गरिदिनु हुनेछ। र यहाँले कहाँबाट मलाई निहाल्दै हुनुहुन्छ त्यो पनि कृपया कमेन्ट गरिदिनु होला। फेरि पनि मैले कार्यक्रममा सबैलाई स्वागत गरे। अब म पेशाले शिक्षिका र अलिकति म भूत भविष्य र वर्तमानको कुरा गर्छु। धीरकुमार सर यहाँले सुनिरहनु भएको छ भने मेरो यो मुक्तकको पनि विमर्श गर्दिन अनुरोध गर्दछु म हजुरलाई। जे भो भइगयो हिजो, जे भो भइगयो हिजो त्यो बिति गयो जो भूत भयो। आउने वाला कल्पनामा डुब्छौं हामी त्यो मिठो सुल भयो। वर्तमानलाई सुन्दर बनाउँदा भविष्य त ऐनामा छर्लङ्ग देखिन्छ। वर्तमानलाई सुन्दर बनाउँदा भविष्य त ऐनामा छर्लङ्ग देखिन्छ। विगतबाट नै शिक्षा लिउँ है त्यो दृष्टान्त इतिहासको त्रिशूल भयो। विगतबाट नै शिक्षा लिउँ है त्यो दृष्टान्त इतिहासको त्रिशूल भयो। हस्त धन्यवाद। अब म यहाँ विमर्शक सरलाई जोड्छु। श्रेष्ठ मैले सरलाई कनेक्ट गर्दैछु। नमस्कार सर। नमस्कार नमस्कार। नमस्कार सन्जिता फुयालज्यू। हजुर सन्जिता फुयाल नमस्कार। कार्यक्रममा जोड्न सफल भए। अब के गरौँ सर, म अगाडि कथा वाचनतिर लागौँ। हजुर हुन्छ। आज मसँग 3 वटा लौकथाहरू रहेका छन्। त्यसमध्येको पहिलो लौकथा फुमन्तर फु, जसलाई डाक्टर विदुर चालिसेले लेख्नु भएको छ। विदुर चालिसेले लेख्नु भएको छ। लौकथा यसरी सुरु हुन्छ। परिस्थितिको विरोधको नाममा सुल्टो बाटो हिँड्न खोज्नेहरू थिए, तथापि समर्थनको नाममा उल्टो बाटो दौडनेहरू पनि त्यत्तिकै थिए। संकल्पको प्रतिनिधि चुपचाप थियो। फेसबुक, एक्स र युट्युबमा पक्ष विपक्षको ताना बानाका साथ हल्ला खल्ला थियो। उभिएर बसेको हरिलठकलाई फोन आयो। फोनमा स्वर सुनिन्थ्यो, महाधिवेशनमा मेरो टिमलाई जिताउन लाग्नुस्। हरिलठक बल्ल बल्ल प्रतिनिधि बनेको थियो। उसलाई महाधिवेशन भन्नाले पक्ष विपक्षको लडाई झगडा भन्दा पनि एकात्मक अभियान हुनुपर्ने भन्ने बुझाइ थियो। यतिकैमा अर्को तर्फको फोन आयो। फोनमा निकै बेर कुरा गर्यो, सायद प्रलोभनहरू पनि सुन्यो। फोन राखेपछि उसको टाउको चक्राउन थाल्यो, चिच्चायो, पद जति यिनलाई मात्रै चाहिने? हामी जस्ता योग्य अनुभवी विज्ञ र इमान्दारलाई केही नचाहिने? आहा महाधिवेशन। हरिलठक एकाएक भावनामा उड्न थाल्यो। उसको चेतनाको स्तर आकाशिन थाल्यो। फेरि समयक्रममा बारम्बार टिमबाट फोन आइरह्यो। पागल झैं बनिरहेको हरिलठकले एउटा विचार गर्यो। पुनः
महाधिवेशन सहयोगको अपेक्षाको फोन सबैतिरबाट आउने बित्तिकै उसले पनि भन्न थाल्यो, मलाई कुन पद दिन्छौ त? पद त बाँकी छैन, अर्को महादेशमा सहयोग गर्छौ नि। हरिलठक मरी हाँस्न थाल्यो। उसको स्वाभाविक चेतनाको गति उच्च हुन थाल्यो। फोनै पछि जवाब र माग पेश गर्न थाल्यो, मलाई चाहिँ के दिन्छौ? कराउँदा कराउँदा फोन सुन्दै उसलाई पनि देश परिवर्तन गर्ने नेतृत्व गर्ने विचार फुर्यो। तब उसले आफूलाई फोन गर्ने सबैतिर फोन घुमाउन थाल्यो। ऊ पनि कड्केर सबैतिरका टिमलाई फोन गरेर भन्न थाल्यो, हरिलठकको टिमलाई पनि सहयोग गर्नु है, नत्र विद्रोह हुन्छ। सहयोगको याचना गरिरहेका अब्बल टिमहरू उसलाई फकाउन अनेक प्रलोभन दिन थाले। उसको शक्ति बढेको महसुस हुन थाल्यो। कतैबाट प्रस्ताव आयो, केन्द्रीय सदस्य 5 जना दिन्छौँ, पुरा सहयोग चाहिन्छ है। महाधिवेशन हो विचारको निष्कर्ष, नेतृत्व स्थापना र परिचालन गर्ने। सौदाबाजीमा आफू र आफ्नो परिवार, नातागोता र आफन्त पोस्ने। हरिलठक विचार गर्दै थियो। अर्को टिमबाट जरुरी फोन आयो, अब तपाईलाई 10 सिट छुट्याएका छौँ, नयाँ बाए नहोस्। हरिलठकको बार्गेनिङ पावर बढ्दै गयो। परिस्थिति उनको झन मजबुत हुँदै गयो। पछि उसको हरिलठक चेतना विकसित हुँदै गयो। उसले बार्गेनिङको सूत्र बनाएर गम खान थाल्यो। पख बोल्यो कि बोल्यो, तैपनि न अध्यक्षकै अफर कतैबाट आउँछ कि? उसको मानसिक तरङ्ग चड्किन थाल्यो। केही गरी अध्यक्ष नै भइहाले भने त यो देशलाई बनाउन लास्टमा एउटा मन्त्र अवश्य हावामा फुकिदिन्छु, फु मन्त्र फु। यसरी लौकथा सकिएको छ र यो लौकथालाई अक्षान्तबाट पनि टिप्पणी यहाँ छ, त्यो पनि म पढेर सुनाउँछु। लौकथा राजनीतिक अवसरवाद र सौदाबाजीको यथार्थ चित्रण हो। यो अक्षान्तबाट टिप्पणी। हरिलठक पात्र प्रतीकात्मक र सशक्त बनेको छ। संवादले व्यङ्गलाई तीखो बनाएको छ। फेसबुक फोन संस्कृतिले समकालीनता दिएको छ। अन्त्यमा फु मन्त्र फुले खोक्रो नेतृत्वप्रति व्यङ्ग प्रयोग गरेको छ। यसरी उहाँको टिप्पणी पनि सकिएको छ। सर, मैले कथा वाचन गरिसकेँ, हजुर यसलाई विमर्श गर्नुहोस्। हस्, धन्यवाद सञ्जिता फुयालज्यू, आजकी सञ्चालिका। यहाँले वाचन गर्नुभएको लघुकथाका बारेमा केही भन्नुभन्दा अगाडि आजका सम्पूर्ण सहभागीज्यूहरूमा म नमस्ते भन्न चाहन्छु। र सञ्जिता फुयालज्यूले कार्यक्रमको सुरुमै एउटा मुक्तक पढ्नु भएको थियो। मुक्तक वास्तवमा अब उहाँको चाहिने मुक्तक पनि मुक्तकका बारेमा पनि केही भनिदिनु भयो हुन्थ्यो भन्ने उहाँको इच्छा भएकोले अब मुक्तक चोटिलो छ। अब मुक्तक पनि एउटा छोटो विधा हो हैन, थोरैमा धेरै लेख्नुपर्ने विधा हो। त्यहाँ त अब 4 लाइनको चाहिने एउटा सीमा नै हुन्छ। कसैले मान्छन् यो, कसैले मान्दैनन् पनि। तर सर्वसम्मत रूपमा चाहिँ 4 पंक्तिमा चोटिलो तरिकाले लेख्ने र सकेसम्म व्यङ्ग्यात्मक ढङ्गले लेख्ने र अब सकिन्छ भने अन्त्यानुप्रास पनि मिलाउने प्रयत्न चाहिँ भयो भने राम्रो हुन्छ भन्ने मानिन्छ। अब यो ढाँचा अनुसार यहाँको पनि मुक्तकमा अन्त्यानुप्रास भेटिन्छ। त्यहाँ मुक्तक चोटिलो पनि छ, सन्देशमूलक पनि छ। विगतबाट शिक्षा लिएर वर्तमानलाई यदि राम्रो बनाउने हो भने भविष्य उज्जवल छ भन्ने सन्देश यहाँको मुक्तकबाट आइराखेको छ, जुन एक खालले मार्गदर्शक छ भन्नुपर्छ। यहाँको मुक्तकको बारेमा अब छोटो विधाको टिप्पणी पनि छोटै गरौँ भनेर मैले यही टुङ्ग्याएँ। र यहाँले सञ्जिता फुयाल आजकी कार्यक्रम सञ्चालिकाज्यूले डाक्टर विदुर चालिसेबाट लेखिएको फु मन्त्र फु शीर्षकको लघुकथा पढिसक्नु भएको छ। उहाँले पढिसक्नु भएको छ। डाक्टर विदुर चालिसे आफैमा पनि एउटा लघुकथाका लागि मानक लघुकथा हुनुहुन्छ, मलाई त्यस्तो लाग्छ।
उहाँका निकै लघुकथाका संग्रहहरू र सिद्धान्तहरू पनि प्रकाशित भइसकेका छन्। उहाँ लघुकथामा एउटा नयाँ प्रयोग पनि गर्न चाहिराख्नु भएको छ। अब यस्ता लघुकथाका मानक र प्रयोग रुचाउने डाक्टर विदुर चालिसेको यो जुन फू मन्त्र फू भन्ने लघुकथा जुन छ, अब यसको बारेमा मैले भन्नुभन्दा पनि यहाँ अक्षान्त अर्थात् यो लघुकथा केन्द्रको चाहिने परिकल्पनाकारहरू मध्येका एकजना नन्दलाल आचार्यले पनि टिप्पणी गरिसक्नु भएको छ। उहाँको टिप्पणी पनि यहाँले पढिसक्नुभयो। अब यो राजनीतिक अवसरवाद र सौदाबाजीको चित्रण भन्नुभएको छ। अहिलेको राजनीति वास्तवमा जस्तो हुनुपर्ने त्यस्तो छैन, जस्तो नहुनु पर्ने त्यस्तो भइराखेको छ। राजनीति भनेको त खासमा राज्यको नीति हो। राज्यलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने नीतिहरू बनाउने र त्यस अनुसार सञ्चालन गर्नको लागि चाहिँ मार्ग प्रशस्त गर्ने एउटा अङ्ग हो राजनीति। त्यस्तो राजनीति चाहिँ के भइराखेको छ त? त्यस्तो राजनीतिमा योग्य मान्छेहरू गइराखेका छन् कि अयोग्य मान्छेहरूको बोलबाला छ? त्यहाँ राज्यको नीतिका सन्दर्भमा कुनै पनि चर्चा हुँदैन। तर अब के को चर्चा हुन्छ भन्दाखेरि त्यहाँ चाहिँ नि कसरी आफू राजनीतिको चाहिँ शक्तिमा पुग्ने त्यो चर्चा हुन्छ र त्यसमा चाहिँ नि एक अर्काका बीचमा चाहिँ मोलतोल हुन्छ। को कति सक्षम छ, को कति योग्य छ, को कति समर्थ छ भन्ने कुरोको चर्चा हुँदैन। कसको दृष्टिकोण राजनीतिमा कति सान्दर्भिक छ भन्ने कुरो अचेलको राजनीतिमा चर्चा त्यसको हुँदैन। खाली कसरी चाहिँ नि पदमा पुग्न सकिन्छ, राजनीतिको कुर्सीमा कसरी पुग्न सकिन्छ भन्ने मात्रै सबैको ध्यान छ। र त्यसका लागि चाहिँ वास्तवमा त्यहाँ एक खालको बौद्धिक क्रियाकलाप भन्दा पनि त्यहाँ चाहिँ मोलतोल भइराखेको छ। र यो चुनाव केन्द्रित, मत केन्द्रित जुन एउटा राजनीति छ त्यसले चाहिँ के भइराखेको छ भन्दाखेरि राजनीतिको बाटो चाहिँ नै जता जानुपर्ने हो त्यता गइराखेको छैन भन्ने कुरो पनि उहाँको यो लघुकथाले बताइराखेको छ। जसरी उहाँले अक्षान्तले टिप्पणी गर्नुभएको छ, राजनीति भनेको सेवा होइन, राजनीति भनेको अहिले चाहिँ के भइराखेको छ भन्दाखेरि एक किसिमले पेसाको रूपमा चाहिँ राजनीति अगाडि आइराखेको छ हाम्रा अगाडि। र यसका लागि चाहिँ एकले अर्कासँग केवल मोलतोल गर्ने, बार्गेनिङ गर्ने भनेर लघुकथाकार स्वयंले भन्नुभएको छ। त्यसलाई अक्षान्तले सौदाबाजी भन्नुभएको छ। यो आजको राजनीतिको एउटा चाहिँ एकदम जीवन्त तस्बिरको रूपमा चाहिँ यो लघुकथा आएको छ। त्यसकारण राजनीतिमा जुन एउटा बेकम्मापन, निकम्माहरूको चाहिँ नि रजगज चलिराखेको स्थिति छ, त्यसलाई यो लघुकथाले प्रस्तुत गरेको छ। र अहिलेको राजनीति यस्तो बेकम्मा भइदिएको कारणले गर्दाखेरि के एउटा प्रतिस्पर्धा सिर्जना भएको छ भन्दा को कम। किन भन्दा योग्य व्यक्ति मात्रै राजनीतिमा जान्छ, राज्यको नीति बनाउन सक्ने, राज्यलाई दृष्टिकोण दिन सक्ने व्यक्ति मात्र राजनीतिमा जान्छ, राजनीतिमा लाग्छ भन्ने कुरो चाहिँ अहिलेको समयमा सान्दर्भिक भइराखेको छैन। जसले पनि के देखिराखेको छ भने राजनीतिमा निकम्माहरूको चाहिँ बोलबाला भइराखेको देखेको छ। वास्तवमा राजनीतिको र पनि गर्न नजान्ने, खाली षड्यन्त्र गर्ने, कि त मोलतोल गर्ने, यस्ताहरूको मात्रै बोलबाला भएको देखेपछि अब को भन्दा को कम त? आखिर अयोग्य नै अयोग्यहरूको भिडमा आफूलाई किन अयोग्य देखाइराख्ने?
र आफूलाई किन योग्य नदेखाउने भन्ने चाहिँ नि कुरोले अयोग्यहरूको पनि मनोबल बढेको स्थिति देखिन्छ। त्यसकारण राजनीतिको जुन एउटा विकृत रूप छ त्यो विकृत रूप चाहिँ अझ अगाडि बढ्दै गएको छ। के कारणले भन्दाखेरि यसमा संलग्न पात्रहरूको कारणले गर्दाखेरि। अब यस्ता पात्रहरू के छन् भन्दाखेरि विद्वान छैनन्, यी अब 3 न 13 छन् र यिनीहरूले राजनीतिलाई चाहिँ स्वच्छ सङ्लो पार्ने भन्दा पनि राजनीतिलाई चाहिँ धमिलो पारिराखेका छन्। हो, राजनीतिलाई धमिलो पार्ने यस्ता असक्षम पात्रहरूलाई चाहिँ के गर्नुभएको छ भन्दाखेरि लघुकथाकारले चाहिँ हरिलट्ठक नै भन्नुभएको छ। भनेको उसँग कुनै पनि बुद्धि छैन वास्तवमा। र यस्ता हरिलट्ठक पात्रहरूको चाहिँ अहिले राजनीतिमा बोलबाला छ भन्ने कुरो यो लघुकथाले व्यक्त गरिराखेको छ। र यो चाहिँ अहिलेको हाम्रो जस्तो देशको भनौँ र विशेष त हाम्रै देशको पनि एउटा जीवन्त चित्र चाहिँ हो वास्तवमा। र यसरी लघुकथाकारले अहिलेको जुन एउटा विकृत राजनीतिक चित्र छ त्यसलाई प्रस्तुत गरेर उहाँले चाहिँ यसप्रति असहमति प्रकट गर्नुभएको हो वास्तवमा। यस्तो खालको राजनीति ले चाहिँ देशलाई अगाडि बढाउँदैन, देशलाई झन् के गर्छ भन्दाखेरि भड्खालोमा पार्छ भन्ने कुरो उहाँले यो लघुकथा मार्फत देखाउन खोज्नु भएको। र यसरी अयोग्यहरूको बोलबाला हुँदा अयोग्यहरूकै मनोबल बढेर देशको सर्वोच्च पदसम्म पुग्ने चाहिँ आकांक्षा उनीहरूमा पलाएको छ। र यस्तो आकांक्षा पलाउनेहरूमा कस्तो खालको दृष्टिकोण छ त भन्ने सन्दर्भमा केही पनि नगर्ने अकर्मण्य दृष्टिकोण छ। केवल पदमा पुग्ने मात्रै उनीहरूको उद्देश्य छ, पदमा पुगिसकेपछि के गर्ने भन्ने दृष्टिकोण छैन। अब यसै भइहाल्छ नि, के गरिराख्नु पर्छ र पदमा पुगेपछि भन्ने खालको दृष्टिकोण यस्ता पात्रहरूमा छ भन्ने कुरो चाहिँ लघुकथाको अन्त्यमा लघुकथाकारले बताउनु भएको छ। भनेको राजनीतिमा लाग्नेहरूसँग राजनीतिक दृष्टिकोण शून्यता छ। उनीहरू जादुको रूपमा चाहिँ सबै कुरो भइहाल्छ नि, केवल आफू पदमा पुग्नुलाई मात्र उनीहरूले के अरे उद्देश्य बनाएका छन्। पदमा पुगेपछि के गर्ने भन्ने उनीहरूसँग कुनै पनि दृष्टिकोण छैन, उनीहरू शून्यमा छन्। हो, यस्ता अकर्मण्य अयोग्यहरूले चलाएको जुन राजनीति हो त्यसलाई चाहिँ उहाँले यो फु मन्त्र फु भन्ने जुन शीर्षक दिनुभएको छ यस शीर्षकको मार्फत प्रस्तुत गरेको छ। राजनीतिमा बढ्दो अकर्मण्यता, राजनीतिमा बढ्दो अयोग्यहरूको बोलबाला, राजनीतिमा बढ्दो दृष्टिकोण विहीनतालाई उहाँको यो लघुकथाले प्रस्तुत गरिरहेको मैले चाहिँ बुझेको छु। यो आजको राजनीतिको जीवन्त तस्बिर हो भन्ने कुरा पुनः दोहोर्याउँदै यस लघुकथाका बारेमा मेरो आफ्नो पाठकीय विचार म यही टुङ्ग्याउँछु र आजका सञ्चालिका सञ्जिता फुयालज्यूलाई दोस्रो लघुकथा वाचनको लागि म अनुरोध गर्छु। हजुर सर, धन्यवाद। फेरि पनि मैले कार्यक्रममा सम्पूर्णलाई एकपल्ट हार्दिक नमन गर्दै फेरि पनि जोडिनु हुने सम्पूर्ण स्वागत गरेँ। र आज वाचित लघुकथाहरूका कथाकारहरू 3 जनाहरू हुनुहुन्छ र उहाँहरूलाई मैले देखिरहेकी छुइनँ। यदि हेर्दै हुनुहुन्छ भने स्वागत छ, र यदि हेर्नु भएन भने पनि फेरि पनि यहाँहरूलाई कार्यक्रम सकेपछि पनि हेर्नको लागि अनुरोध गर्दछु। अब म 1-2 यहाँ प्रतिक्रियाहरू लिन्छु। यहाँ प्रमोद यादव सरले लेख्नुहुन्छ, सञ्जिता भट्टराई म्यामलाई नमस्कार छ, कार्यक्रममा स्वागत छ हजुरलाई। उहाँ मसँगै एउटै विद्यालयमा काम गर्ने शिक्षक हुनुहुन्छ। पण्डित रामकुमार सर पनि लेख्नुहुन्छ, नमस्कार सबैलाई सिमलटारबाट। नमस्कार सर, अन्तिम समय हेरेर साथ दिनुहोला। खगेन्द्र बस्याल लेख्नुहुन्छ, सम्पूर्ण लघुकथाका मनमुटुहरूमा रूपन्देहीबाट नमस्कार, यहाँलाई पनि नमस्कार छ, कार्यक्रममा स्वागत गरे। नम्रा शर्मा लेख्नुहुन्छ, सबैमा नमन, हजुरलाई पनि नमन, कार्यक्रममा स्वागत छ। समर भण्डारी सर लेख्नुहुन्छ, सम्पूर्ण लघुकथा प्रेमीहरूमा हार्दिक नमन, हजुरलाई पनि नमन छ सर।
कार्यक्रममा स्वागत गरे। त्यस्तै नारायणनाथ योगी लेख्नुहुन्छ, जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना। प्रस्तुताज्यू ढिलो भयो, क्षमा चाहन्छु। धन्यवाद। हिजै थियो मेरो जन्मदिन, त्यसको लागि उहाँले आज शुभकामना दिनुभयो। निरौला प्रसाद नारायण लेख्नुहुन्छ, नमस्कार सबैमा, हजुरलाई पनि नमस्कार। त्यसै गरी मनोहर पोखरेल सरले यहाँ लौकथा पठाउनु भएको छ, गडलगै छि मामाजी गाउँ के। अब त्यसै गरी यति प्रतिक्रियाहरू रहे आजको अहिलेसम्मका, र फेरि म कार्यक्रमलाई अगाडि बढाउँदै अर्को लौकथा वाचन गर्न गइरहेको छु। फेरि पनि एकपल्ट कार्यक्रममा स्वागत गरे, हार्दिक नमन गरे। म अर्को दोस्रो लौकथा वाचन गर्न गइरहेकी छु। सिराहा जिल्ला धनगढी नगरपालिकाबाट उपस्थित भएको छु। हेर्नुहोस् त, तराईमा शीतलहर बढ्दो क्रममा छ। र त्यसैसँगै अब म लौकथाकार हरिप्रसाद भण्डारीको कुर्सी लौकथा, जो छोटो लौकथा रहेको छ, त्यो वाचन गर्न गइरहेको छु। लौकथा यसरी सुरु हुन्छ। उसलाई देखेर कुर्सी खुसी भएर खित्का छोडेर हाँस्यो। किन हाँसेको उसले सोध्यो। क्विन्टलको मान्छे बोक्दा बोक्दा थाकेर हत्तु परेको थिएँ। उसको ठाउँमा तपाईँ दुब्लो पातलो र कम तौल भएको मान्छे देखेर खुसी भएको नि। कुर्सीले भन्यो। उसले यति मात्रै भन्यो। तर कुर्सीको खुसी धेरै दिन टिक्न सकेन। उसको दुखी हुने क्रम बिस्तारै बढ्दै गयो। अब यो लौकथा सकियो। त्यसलाई अक्षान्तबाट फेरि टिप्पणी भएको छ, त्यो पनि मैले पढेर सुनाउँदैछु। भाषा सरल र संवाद स्वाभाविक छ। कुर्सीको मानविकीकरण प्रभावकारी छ। व्यङ्ग्य स्पष्ट रूपमा उभिन्छ। मोटोपन पातलोपन प्रतीकले सामाजिक दृष्टिकोण उजागर गर्छ। कथावस्तु छोटो भए पनि सन्देश घनत्वयुक्त छ। अन्त्य खुल्ला छ र व्यङ्ग्यको चोट प्रभावकारी रहन्छ। यसरी अक्षान्तले यो कुर्सी लौकथालाई विमर्श गर्नुभएको छ, उहाँले टिप्पणी गर्नुभएको छ। सर, मैले लौकथा वाचन गरेर सकेँ। हजुरले फेरि यो दोस्रो लौकथा कुर्सी, जुन हरिप्रसाद भण्डारी लेखेर प्रेषित गर्नुभएको थियो, त्यो हजुरले विमर्श गर्नुहोस्। हस्, धन्यवाद सञ्जिता फुयालज्यू। यहाँले दोस्रो लघुकथा कुर्सी शीर्षकको, जसलाई हरिप्रसाद भण्डारीले लेख्नु भएको वाचन गरिसक्नु भएको छ। उहाँ हरिप्रसाद भण्डारी पनि डाक्टर हुनुहुन्छ वास्तवमा, र उहाँले यो विद्यावारिधि पनि मलाई जहाँसम्म लाग्छ लघुकथामै गर्नुभएको हो। र उहाँ धेरै लामो समयदेखि लघुकथा लेखनमा सक्रिय हुनुहुन्छ वास्तवमा। उहाँका पहिला संग्रहका कथाहरू पनि मैले पढेको छु, र उहाँको लघुकथाहरू चोटिलो हुन्छ वास्तवमा। छोटो लेख्नुहुन्छ। हुन त फेरि विदुर चालिसेज्यूलाई नपरोस्, उहाँको लामै भए पनि त्यो लामो लघुकथाभित्र पनि उहाँले विषयवस्तुलाई बाँधेर प्रस्तुत गरिराख्न चाहिँ सफल हुनुभएको छ। उहाँ पनि मित्र नै हुनुहुन्छ। उहाँको तुलनामा आजको हिसाबले मात्रै मैले भनेको डाक्टर हरिप्रसाद भण्डारीले लेख्नु भएको कुर्सी शीर्षकको लघुकथा छोटो छ, मिठो छ वास्तवमा, र चोटिलो पनि छ वास्तवमा। यो दुईटै लघुकथा चाहिँ अब म बेला बेला मानक भनेर कराउने गर्थेँ। मानक लघुकथाको श्रेणीमा पर्ने लघुकथाहरू हुन् वास्तवमा। यहाँ के छ भन्दाखेरि विषयवस्तुको प्रस्तुतिमा एकोरोपन छ वास्तवमा। त्यो भनौँ न, एउटा मेलो लागेर अगाडि बढिराखेको छ। त्यो मेलोबाट जसरी हल्लो जोत्दाखेरि एउटा मेलो अनुसार हामी जोत्छौँ, त्यसै गरी यो लघुकथा चाहिँ एउटा बाटोमा हिँडेको छ वास्तवमा। बाटो भङ्गालिएको छैन, बाटो फाटेको छैन, बाटो छुटेको छैन वास्तवमा। एउटा बाटोबाट अर्को बाटो छुट्ने चाहिँ भएको छैन। त्यसकारण लघुकथा वास्तवमा जस्तो हुनुपर्ने उहाँहरूले त्यस्तै नै लेख्नु भएको मेरो विचारमा है। र डाक्टर हरिप्रसाद भण्डारीको जुन यो कुर्सी शीर्षकको लघुकथा छ, अघि नै निवेदन गरेँ, चोटिलो छ, छोटो छ, मिठो छ, र यो पोटिलो पनि छ वास्तवमा। भन्नुपर्ने कुरोलाई उहाँले थोरै शब्दमा भन्नुभएको छ। अब यस्तै थोरै शब्दमा धेरै कुरो भन्न सक्ने लघुकथाहरू नै वास्तवमा लघुकथाको शक्ति हो भन्ने मलाई चाहिँ लाग्छ। र अब यहाँ पनि वास्तवमा यो पदाधिकारीकै कुरो गरिएको छ।
पहिलो लघुकथामा पनि पदाधिकारीकै कुरो गरिएको थियो। त्यहाँ चाहिँ स्पष्ट रूपले राजनीतिक पदाधिकारीहरूको चयनको कुरोलाई उठाइएको थियो। कस्ता राजनीतिक पदाधिकारीहरू चाहिँ कसरी चयन हुन्छन्, तिनीहरूको निर्वाचन हुने अथवा तिनीहरूको मनोनयन हुने विधि कस्तो छ भन्ने कुरो उहाँले देखाउनु भएको थियो। तर यो दोस्रो लघुकथामा उहाँले अब पदाधिकारी कुन हो भन्ने कुरो चाहिँ अब राजनीतिक हो कि प्रशासनिक हो भन्ने कुरो नखुलाउनु भए पनि वास्तवमा पदाधिकारी भनेका पदाधिकारी हुन्, त्यो चाहे राजनीतिक पदाधिकारी हुन् अथवा प्रशासनिक पदाधिकारी हुन्। तिनीहरू जुन खालको एउटा स्वच्छ हुनुपर्ने, जुन खालको संग्लो दृष्टिकोण भएको हुनुपर्ने, जुन खालको दृष्टिकोण युक्त व्यक्ति हुनुपर्ने, भविष्य कता लाने, अघि हाम्रो सञ्चालिकाज्यूले विगत वर्तमान र भविष्यको कुरो गर्नुभएको थियो। वास्तवमा पदाधिकारी चाहिँ विगतलाई हेरेर वर्तमानलाई सुधारेर हैन भविष्यलाई उज्यालो बनाउने चाहिँ हुनुपर्छ। यस्तो महत्त्वपूर्ण जिम्मेवारी बोक्ने पदाधिकारीहरू चाहिँ कस्तो खालका आउँछन् त भन्दाखेरि यो यहाँ के अरे क्विन्टलको मान्छे बोक्दा बोक्दा थाकेर हत्तु परेको थिए भन्नुभएको छ। यो क्विन्टलको मान्छे भनेको चाहिँ वास्तवमा विचारको क्विन्टल हो, दृष्टिकोण विहीनताको क्विन्टल हो। कुनै पनि दृष्टिकोण छैन, तर केवल पदाधिकारी बन्न आएको छ, जसले के गरेको छ भन्दाखेरि अरूका लागि भार मात्रै प्रदान गरेको छ। उसमा कुनै पनि विचार छैन, उसमा कुनै पनि भविष्यलाई कता लाने भन्ने कुरोको कुनै पनि योजना छैन वास्तवमा। यस्ता व्यक्तिहरूको बोलबाला चाहिँ अहिले के भएको छ भन्दाखेरि पदाधिकारीमा भइराखेको छ, जसले गर्दाखेरि हाम्रो प्रशासनिक क्षेत्र पनि दिग्भ्रमित छ, हाम्रो राजनीतिक क्षेत्र पनि दिग्भ्रमित छ। वास्तवमा एउटा सामान्य हिसाबले भन्ने हो भने कार्यालय सहयोगीमा हुनुपर्ने योग्यता पनि नभएको व्यक्तिहरू चाहिँ ठुला ठुला पदाधिकारीहरू भएका छन् र उनीहरूको विचार विहीनता, उनीहरूको सोच विहीनता, उनीहरूको दृष्टिकोण विहीनताको कारणले गर्दाखेरि उनीहरू केवल देशका लागि अथवा त्यो क्षेत्रको लागि भार मात्रै भइराखेका छन्। उनीहरूसँग त्यो पदाधिकारी अनुकूलको योग्यता छैन। त्यसले गर्दा हामी अहिले अचेल सुन्छौं अन्टसन्ट बोलेको, अन्टसन्ट गरेको, हैन, जे काम गर्नुपर्ने त्यो कुर्सीमा बसेको पदाधिकारीले त्यो काम नगर्ने, जे काम नगर्नुपर्ने हो त्यो काम गर्ने। हामीले रात दिन देखिआएको, अहिलेसम्म भोगिआएको हाम्रा चाहिँ प्रशासनिक र राजनीतिक पदाधिकारीहरूको वास्तविक चरित्र हो। यसैलाई उहाँले चाहिँ यो एकदम छोटो मिठो भाषामा चाहिँ प्रस्तुत गर्नुभएको छ। र जो पनि आउँछ, पहिला पदाधिकारीमा आउनुभन्दा अगाडि एकदम आदर्शका कुरा गरेर आएको हुन्छ, म यो गर्छु त्यो गर्छु भनेर आएको हुन्छ। तर जब पदाधिकारी भइसक्छ तब उसको चाहिँ नि बोली पनि फेरिन्छ, उसको व्यवहार पनि फेरिन्छ, उसको दृष्टिकोण पनि फेरिन्छ र ऊ चाहिँ के हुन्छ भन्दाखेरि केवल त्यो कुर्सीमा बस्नका लागि बस्न मात्रै आएको अथवा पदाधिकारी हुनको लागि मात्रै पदाधिकारी भएको, तर पदाधिकारीमा हुनुपर्ने ल्याकत र पदाधिकारीमा हुनुपर्ने योग्यता नभएको प्रमाणित हुँदै जान्छ। र यस्तो पदाधिकारी चाहिँ के हुन्छ भन्दाखेरि राजनीतिक क्षेत्रको लागि पनि भार हुँदै जान्छ र प्रशासनिक क्षेत्रको लागि पनि भार हुँदै जान्छ र देशको लागि पनि भार हुँदै जान्छ। यही कुरोलाई डाक्टर हरिप्रसाद भण्डारीले
लेख्नुभएको कुर्सी शीर्षकको लघु कथाले व्यक्त गरिराखेको छ र यहाँले अक्षान्तले गर्नुभएको टिप्पणी पनि पढिसक्नुभयो। भाषा सरल छ, संवाद स्वाभाविक छ भन्नुभएको छ। संवाद पनि वास्तवमा छोटो छोटो छ तर मार्मिक छ। अनि कुर्सीको मानवीकरण भन्नुभएको छ। के अरे अब साहित्यकारहरू कल्पना लोकमा डुल्छन् अनि ढुङ्गालाई पनि बोल्न लाउँछन्, यो स्वाभाविक छ। त्यस्तै यहाँ कुर्सीलाई पनि बोल्न लाउनु भएको छ। त्यो भाषा सरल नै छ, संवाद पनि एक खालको व्यङ्ग्यात्मक छ। वास्तवमा हामी मानिसहरूका लागि यो लघुकथाको भाषा र संवाद चाहिँ व्यङ्ग्यात्मक छ। कुर्सीको मानवीकरण भन्नुभएको छ, व्यङ्ग्य छ। मोटो पातलो प्रतीक हो, उहाँले प्रतीक भन्नुभएको छ। दृष्टिकोण भएको र दृष्टिकोण नभएको रूपमा चाहिँ यो मोटो र पातलोपनलाई प्रस्तुत गरिएको छ। पातलोपन भनेको चाहिँ वास्तवमा एक स्वच्छ विचार, स्वच्छ दृष्टिकोण, स्वच्छ योजना लिएर आएको व्यक्तिलाई पातलोपनसँग भनेको ऊ चाहिँ यस्तो छरितो पन लिएर आएको व्यक्ति चाहिँ के हुन्छ भन्दाखेरि योग्य हुन्छ। तर उसको योग्यता चाहिँ समयक्रममा के हुन्छ भन्दाखेरि अयोग्यतामा परिणत हुँदै जान्छ र अब जसरी बोसो लागेको मान्छे केवल शरीरको भारी मात्रै हुन्छ, पृथ्वीकै भारी मात्रै हुन्छ, त्यसै गरी यो विचारबाट विचलनमा परेको मान्छे, दृष्टिकोणबाट विचलनमा परेको मान्छे पनि भार हुँदै जान्छ। वास्तवमा कथावस्तु त एकदम क्षिप्र छ, सन्देश घनत्वयुक्त भन्नुभएको छ। वास्तवमा यस्तै खालको एउटा तीखो सन्देश चाहिँ लघुकथाले प्रस्तुत गर्न सक्नुपर्छ वास्तवमा। र ओपन एन्डिङ म बेला बेला कुरो गर्ने गर्थे। खुला अन्त्य अक्षान्तले पनि लेख्नु भएको छ। व्यङ्ग्यको चोट प्रभावकारी रहन्छ भन्नुभएको छ। यहाँ खुला ओपन भन्नाले यहाँ त्यो कुर्सीको खुसी धेरै दिन टिक्न सकेन, उसको दुखी हुने क्रम बिस्तारै बढ्दै गएको भन्नुभएको छ। यहाँ पाठकले स्वतः के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि त्यो जो यो गर्छु र ऊ गर्छु भनेर आएको मान्छे चाहिँ आफ्नो प्रतिबद्धताहरूबाट विचलित हुँदै गएर ऊ चाहिँ क्रमशः देश, समाज र अब राजनीति छ भने राजनीति र प्रशासनिक छ भने प्रशासनिक क्षेत्रको केवल भार मात्रै हुँदै गएको भन्ने कुरो बुझ्नुपर्ने हुन्छ पाठकले। त यसरी के गर्नुभएको छ भन्दाखेरि ओपन एन्डिङमा लगेर डाक्टर हरिप्रसाद भण्डारीले जुन लघुकथालाई अन्त्य गर्नुभएको छ, यसले गर्दाखेरि पाठकलाई कम नआँक्ने सर्जकमा उहाँ पनि पर्नुहुन्छ र पाठक आफै पनि बौद्धिक छ है, पाठकलाई कम आँक्न हुँदैन। अचेलका सर्जक भन्दा पाठक पनि विद्वान छन् भन्ने कुरोलाई उहाँले यो लघुकथा मार्फत स्थापित पनि गर्नुभएको छ। मैले मेरो चाहिँ नि उहाँको यस लघुकथाको बारेमा यति नै विचार प्रस्तुत गर्दै अब सञ्चालिकाज्यूलाई आजको तेस्रो र अन्तिम लघुकथा वाचनको लागि अनुरोध गरेँ। हजुर सर, हजुरलाई धन्यवाद। यो जुन छोटो तर एकदमै उत्कृष्ट लघुकथा जुन मानक भनेर सरले भन्नुभयो त्यो लघुकथा थियो हरि भण्डारीको कुर्सी लघुकथा। त्यसको विमर्श पनि सकिएको छ र अझै यहाँहरू उपस्थित हुने क्रम जारी छ। यहाँहरूलाई फेरि पनि मैले कार्यक्रम आज सोमबारे लघुकथा विमर्श कार्यक्रममा फेरि पनि म प्रस्तोता सन्जिता यहाँहरूलाई हार्दिक नमन गर्दै अब म अर्को लघुकथा वाचनतिर लाग्छु। आजको दोस्रो लघुकथा सकिसकेको छ भने हामी कार्यक्रमको अन्ततिर छौँ। अब अन्तिम लघुकथा, तेस्रो लघुकथामा वाचन गर्नतिर लाग्दैछु। त्यसपछि म केही कमेन्टहरू पनि हेर्छु। यहाँ मैले देखिरहेको छु एक दुईजनाले कमेन्ट गरिरहनु भएको छ। र अब तेस्रो लघुकथा
जसलाई रोजिना धमलाले लेखेर प्रेषित गर्नुभएको छ। अस्ति पनि मैले वाचन गरेको बेलामा रोजिना धमलाको लघुकथा वाचन गरेकी थिएँ। धन्यवाद रोजिना धमलालाई यो सफाई कर्मी भन्ने शीर्षकको लघुकथा प्रेषित गर्नुभयो। लघुकथा यसरी सुरु हुन्छ। अनि तिमी हरेक बिहानी यही सडक पुग्छौ? श्याम सुन्दरको जिज्ञासामा मधुर हाँस्यो। हो बाबु, यो धुलो मेट्न पाउँदा मन शान्त हुन्छ। सहर त नयाँ जस्तै थियो, पक्की सडक, रङ्गिएका पर्खाल, विज्ञापनले ढाकिएको आकाश। तर सडकको कुनामा मजदुर सफाईकर्मीको काँधमा निलो झोला, हातमा पुरानो झाडु र अनुहारमा एक किसिमको तेज झल्किँदै थियो। श्याम सुन्दर फेरि बोल्यो, तपाईलाई त सबैले हेर्दा घृणा गर्छन् नि। मजदुर मुस्कुरायो, घृणा गर्नेहरूले मभन्दा बढी फोहोर छरिरहेका छन्। म त बस तिनको पछाडिको काम गरिरहेको छु। त्यसपछि उनले झाडु समाएर सडकको बीचतिर फर्किए। धुलो हावासँगै आँखामा आँसु भरियो। घर फर्कदै गर्दा उसले बडबडायो, सफाई त झाडुले होइन, आफ्नो मनले सुरु गर्नुपर्ने रहेछ। यसरी लघुकथा समाप्त भएको छ। यसलाई रोजिना धमलाले 2082 7 महिना 3 गते लेखेर प्रेषित गर्नुभएको छ। सर, मैले तेस्रो अन्तिम लघुकथा पनि वाचन गरेर सकिसकेँ। हजुर विमर्श गर्नुहोस्। हजुर, धन्यवाद सञ्जिता फुयालज्यू। यहाँले रोजिना धमलाले लेख्नु भएको सफाई कर्मी शीर्षकको तेस्रो र आजका लागि निर्धारण गरिएको अन्तिम लघुकथा पनि पढिसक्नु भएको छ। यो लघुकथा पढ्दाखेरि र सुन्दै गर्दाखेरि मलाई एउटा विज्ञापनको याद आयो। छोराले भन्छ, मम्मी फोहोरवाला आयो भनेर भन्छ। यहाँहरूले पनि सुन्नुभएको होला। मैले केवल स्मरण गराउन मात्रै खोजेको हो। त्यहाँ मम्मी अथवा आमाले के भन्नुहुन्छ भने, बाबु फोहोरवाला त उनीहरू होइन, उनीहरू त सफाईवाला हुन्, फोहोरवाला त हामी हौँ भन्छ के। त्यो एकदमै वास्तवमा मार्मिक र एकदमै साङ्केतिक र एकदमै सान्दर्भिक विज्ञापन थियो। उहाँको यो लघुकथा पढ्दै गर्दा मलाई त्यो विज्ञापनको याद आयो। र वास्तवमा मान्छे फोहोर कति बेला हुन्छ भन्दाखेरि जति बेला उसका मनहरू कलुषित हुन्छन्, विचारहरू कलुषित हुन्छन्। बाह्य सफाई त वास्तवमा के हो भन्दाखेरि एउटा दृश्य मात्रै हो। मान्छे सुन्दर हुनको लागि उसको विचार सुन्दर हुनुपर्छ। मान्छे सुन्दर हुनको लागि विचारहरू चाहिँ ग्रहणीय हुनुपर्छ भन्ने कुरो चाहिँ यो लघुकथाले भनिराखेको छ। त्यसकारण जसको विचार दुर्गन्धित हुन्छ ऊ वास्तवमा के हो भन्दाखेरि सफा हुँदैन, ऊ चाहिँ दुर्गन्धित नै हुन्छ। उसको विचारको कारणले गर्दाखेरि, उसको सोचको कारणले गर्दाखेरि, उसको दृष्टिकोणको कारणले गर्दाखेरि। त्यसकारण यदि हामी सफा हुनु छ भने मनभित्रैदेखि हामी सफा हुनुपर्छ। बाहिर सफा देखिएर मन धमिलो छ भने त्यो चाहिँ वास्तविक सफाई होइन भन्ने कुरो चाहिँ यो रोजिना धमलाको सफाई कर्मी भन्ने लघुकथाले व्यक्त गरिराखेको छ। त्यसकारण मानिसमा हुनुपर्ने कुरो चाहिँ के हो भन्दाखेरि उसको दृष्टिकोण स्वच्छ हुनुपर्छ, उसको दृष्टिकोण कञ्चन हुनुपर्छ, सफा हुनुपर्छ, विचारमा चाहिँ नै कुनै पनि क्लेश हुनु हुँदैन भन्ने कुरो चाहिँ यो लघुकथा भनिराखेको। त्यसकारण सोच नै सबैको जननी। जसरी मूलको पानी शुद्ध भयो भने खोला पनि शुद्ध हुन्छ, त्यसै गरी मान्छेको मन शुद्ध भयो, दृष्टिकोण शुद्ध भयो, उसको उद्देश्य पवित्र भयो भने उसले गर्ने अरू सबै कुरो के हुन्छ भन्दाखेरि शुद्ध हुन्छ, सफा हुन्छ, कञ्चन हुन्छ भन्ने कुरो यो लघुकथाले भनिराखेको छ। त्यसकारण बाह्य आँखाले होइन, अन्तर हृदयले मान्छे सुन्दर हुनुपर्छ, स्वस्थ हुनुपर्छ, स्वच्छ हुनुपर्छ,
र कञ्चन हुनुपर्छ। मनभित्र धमिलो छ, बाहिर छैन, एकदमै कञ्चन स्वच्छ कुरो गरेर वास्तवमा त्यो वातावरण शुद्ध हुन सक्दैन भन्ने कुरो चाहिँ उहाँको यो लघुकथाले व्यक्त गरिराखेको छ। त्यसकारण सबभन्दा महत्त्वपूर्ण कुरो भनेको मूल हो। मूल स्वस्थ छ भने त्यसबाट प्रवाह हुने जुन विचार हो त्यो पनि स्वस्थ हुन्छ भन्ने कुरो उहाँको यो लघुकथाले व्यक्त गरिराखेको छ। मैले चाहिँ यो बुझेँ वास्तवमा। अब उहाँले यसलाई अब एउटा झाडु भनेको सफाई कर्मीलाई प्रस्तुत गरेर र अर्को एकजना श्याम सुन्दरलाई पात्रको रूपमा प्रस्तुत गरेर यो लघुकथामा अघि मैले व्यक्त गरेका कुराहरू भन्न भएको छ। र अब यहाँ एउटा टिप्पणी पनि मैले अघि एकजना मित्रले लेख्नु भएको देखिरहेको थिएँ। यसमा त अक्षान्तको टिप्पणी आएन नि भन्ने। मलाई पनि यहाँ चाहिँ अलिकता अक्षान्तको टिप्पणी नदेख्दाखेरि कता कता त्यो भार चाहिँ मतिर आएको जस्तो लागेको थियो है। त जे होस्, यसरी आज जुन एउटा लघुकथा पढियो त्यो आज पढिएका 3वटा लघुकथा मध्ये सुरुको 2वटा लघुकथाले मानक सिर्जना गर्न सक्ने शक्ति राख्छ वास्तवमा। त्यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरो के हो भन्दाखेरि लघुकथामा एककेन्द्रितता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूको दुईटै लघुकथाले केही नभनिकन म यस्तो हुँ र उस्तो हुँ नभनिकन त्यो कुरोलाई उहाँहरूले पालना गर्नुभएको छ। उहाँहरूको लघुकथा स्वयंले नै त्यो कुरो पालना गरेको छ। त्यसकारण त्यस्ता लघुकथाहरू चाहिँ र उहाँहरू वास्तवमा लघुकथाको अग्रज पुस्ता भन्नुभएको छ, अग्रज नै हुनुहुन्छ। र यस्तै लघुकथाहरू हामीले पनि लेख्न सक्यौं भने वास्तवमा त्यो लघुकथा लेख्नको लागि लेख्ने भन्दा पनि लेखेको सार्थक हुन्छ भन्ने मलाई लाग्छ। र अब यति नै भन्दै अब आज पछाडि आउने लघुकथाहरू पनि यस्तै शक्तिशाली होस्। अब लेख्नको लागि मात्रै लेख्ने भन्दा पनि शक्तिशाली लघुकथा लेख्न सक्नुहोस् यहाँहरूले भन्ने कामना चाहिँ म गर्छु। बरु थोरै तर दमदार लेख्नुस्, थोरै लेख्नुस् तर चुटिलो लेख्नुस्, थोरै लेख्नुस् तर एकदमै उद्देश्यपूर्ण ढङ्ग यसको शुभकामना प्रकट गर्दै मेरा कुरा यही नै विश्राम दिन्छु। र अब सञ्चालिकाज्यूले प्रतिक्रियाहरू पढ्दै बाँकी कुरोलाई पनि समेट्दै आजको कार्यक्रमलाई अन्त्य प्रदान गर्नुहुनेछ भन्ने मलाई लागेको छ। र अबको सञ्चालिका सञ्जिता फुयालज्यूको यहाँको सञ्चालन र यहाँको सुन्दर स्वर छ, स्पष्ट छ। र आज हाम्रो सौभाग्य भन्नुपर्छ, यहाँले एकैचोटिमा जोड्न भनौँ न, यो विमर्शक भन्नुभएको छ, जोड्न सफल हुनुभयो। मलाई त अचम्म लाग्यो वास्तवमा, कति बेर जाने हो भन्ने चाहिँ मलाई लागिराखेको थियो। यसको लागि पनि यहाँ प्रविधिसँग पनि निकै मैत्रीपूर्ण हुनुहुन्छ भन्ने प्रमाणित गर्छ। यहाँको सफल सञ्चालनका लागि पनि आभार प्रकट गर्छु र म चाहिँ शुभ लाग्छु। अब यहाँको पालो। धन्यवाद सर हजुरलाई। हजुरले एउटा वाक्य भन्नुभयो, मलाई साह्रै मन पर्यो। थोरै लेखौँ तर राम्रो लेखौँ होइन। मलाई पनि यो कुरा एकदमै उत्कृष्ट लाग्छ। त्यो कुरा मनन गर्छु। थोरै बोलौँ मिठो बोलौँ, या त थोरै चिया पिउँ मिठो पिउँ होइन। यी कुराहरू हजुरलाई र हजुरसँगको आजको यो बसाइ मेरो लागि फलदायी रहनेछ। यहाँले यहाँबाट म धेरै कुराहरू सिक्नेछु भन्ने मैले अठोट पनि गरिसकेँ यति 1 घण्टा लगभगको समयमा। र म यहाँ त्यति भन्दै हजुरप्रति आभारी हुँदै यहाँ केही कमेन्टहरू पनि फेरि देखिनँ यहाँ मैले, जसलाई विमला डियो लेख्नुहुन्छ, नमस्कार शुभकामना। हजुरलाई पनि नमस्कार छ। कार्यक्रमको अन्त्यमा छौँ हामी। रचना शर्मा म्याम आज अन्त्यमा लगभग तेस्रो लघुकथा वाचनतिर आइपुग्नु भएको थियो सायद। नमस्कार सबैमा भन्दै नमस्कार छ हजुरलाई पनि।
प्रार्थना खनाल म्याम लेख्नुहुन्छ हार्दिक नमन सम्पूर्णमा, हजुरलाई पनि हार्दिक नमन छ। फेरि पनि रचना शर्मा म्याम लेख्नुहुन्छ सन्धि सम्मेलन नमन छ। नमराज शर्माले लेख्नु भएको छ अक्षान्तपट्टि पनि आएन, खै त्यो त मलाई यहाँ थिएन आएको, त्यही भएर मैले सुनाइनँ। त्यसै गरी सत्यजित लेख्नुहुन्छ नमस्कार। नमराज शर्मा लेख्नुहुन्छ कुमुद शर्मा प्याकुलर सर्गो चोटिलो कोटिलो र कसिलो भने जस्तै सुन्दर लौकथाको सठिक समीक्षा धीर सरले भनेर लेख्नु भएको छ। हजुरलाई पनि धन्यवाद छ। आज हामी कार्यक्रमको अन्तमा आइपुगेका छौँ र समय पनि समाप्त हुन आँटिसकेको छ र अन्तमा जाँदा जाँदै म अलिकति कर्म र भाग्यको कुरा यहाँहरू समक्ष मुक्तकको मार्फत प्रेषित गर्दैछु। अन्तमा सुनिदिनु होला। कर्म पनि अचम्मको खेल रहेछ, कर्म पनि अचम्मको खेल रहेछ, निरन्तर कर्म गरे सफलताको भेल हुने रहेछ, निरन्तर कर्म गरे सफलताको भेल हुने रहेछ। आमा भन्छन् भाग्यमा भए डोकामा दुध अडिन्छ, आमा भन्छन् भाग्यमा भए डोकामा दुध अडिन्छ। अब कता आस्था राखौँ, अब कता आस्था राखौँ, अन्तर्द्वन्द्वमा मन गएछ, अब कता आस्था राखौँ, अन्तर्द्वन्द्वमा मन गएछ। यहाँहरूलाई अन्तमा पनि मैले मुक्त सुनाएर सायद रमाइलो भयो होला भन्ने आशावादी रहँदै अब ठ्याक्कै कार्यक्रम समाप्त भएको छ र आजको कार्यक्रममा आदरणीय धीर कुमार सर र म प्रस्तोता यहाँहरू समक्ष एकैचोटि ओझेल हुन चाहन्छु। यहाँहरूलाई फेरि पनि हार्दिक नमन गर्दै शुभरात्रि भन्दै म यहाँहरू मार्फत आजको कार्यक्रमबाट प्रस्तोता सन्जिता सिराज जिल्लाबाट थिए भने सर कहाँबाट हुनुहुन्थ्यो? काठमाडौँबाट? भक्तपुर। ए सर भक्तपुरबाट हुनुहुन्थ्यो र बिदा माग्छौँ। हस् त, धन्यवाद। हस्, नमस्कार, शुभरात्रि सबैमा।